दुईवटा गधा रहेछन् हजुर। हजुर एउटा गधा चाहिँ राजाको दरबारमा बस्ने भारी बोक्ने त्यहाँ काम हजुर गर्दो रहेछ, हजुर एउटा गधा चाहिँ फ्रिल्यान्सर रहेछ। अहँ, भनेको आशामा कति ठुलो शक्ति हुन्छ। वेयर देयर इज नो होप इन द फ्युचर देयर इज नो पावर इन द प्रेजेन्ट नि हजुर। यदि भविष्यप्रति आशा भएन भने वर्तमानमा जोस जाँगर नै आउँदैन, अल्छी लाग्छ, सुतिरहन मन लाग्छ। इभन आज हजुर र मेरो यो भेट ओहो, होइन, आज म बिहानै 5 बजे हेटौँडाबाट उठेर आज म हजुरको बिचमा 2 बजे मलाई केले लिएर आएको भन्दा मेरो आशाले लिएर आएको कि हजुर। आज नराम्रो भएर के भयो त, भोलि त राम्रो हुन्छ भन्ने त्यो आशा हो। त्यही आशासँग सम्बन्धित यो रमाइलो प्रसङ्ग हो। दुईवटा गधा, एउटा गधा चाहिँ राजाको दरबारमा बस्ने भारी बोक्ने, एउटा गधा चाहिँ फ्रिल्यान्सर रहेछ, दिनभरि भारी बोक्दो रहेछ अनि मन लाग्दी आफ्नो रमाइलोमा मस्ती गर्दो रहेछ, बेलुका दौरी रेस्टुरेन्टमा मस्तीले नाच्दो रहेछ। यो काल्पनिक प्रसङ्ग हो। अनि एक दिन संयोगले दुईटै गधाको बाटोमा भेट हुन्छ। अनि फ्रिल्यान्सर गधाले राजाको दरबारमा बस्ने गधालाई भन्छ, तिमी त राजाको दरबारमा बस्छौ, मस्ती होला है, त्यहाँ त तिमीलाई आनन्द होला, जे मन लाग्छ त्यही खान पाउँछौ होला, यसो बेलुका वाइन खाने गरेछ कि छैन सोधेछ। अनि राजाको दरबारमा बस्ने गधाले भन्छ, के को मस्ती हुनु, राजाले सधैँ रामदुलाई गर्छ भनेछ। रामदुलाई भनेको पिटाई। अनि त्यो फ्रिल्यान्सर गधाले, दिनभरि भारी बोक्ने गधाले सोधेछ, त्यो राजाको धुलाई पिटाई खाई बस्नुभन्दा त आऊ न त दरबार छोडेर आऊ, दिनभरि दाजुभाइ भारी बोकौँला अनि बेलुका दौरी रेस्टुरेन्टमा गएर मस्तीले नाचौँला। त्यो राजाको दरबारमा बस्ने गधाले भन्छ, आउन त हुन्थ्यो साथी, एउटा आशाले बसिराखेको छु। के हो त्यो आशा भन न। हेर न, राजाको एउटा छोरी छे। अनि राजाले छोरीलाई गाली गर्ने बेलामा सधैँ एउटा डाइलग भनेर गाली गर्छ, हेर छोरी, तेरो यस्तै आनी बानी चाला चरित्र हो भने तेरो म कुन दिन गधासँग बिहे गरिदिन्छु। कतै राजाले छोरी दिन्छन् कि भन्ने आशाले बसिरहेको छु भनेर भनेछ। भनेको एउटा गधामा त त्यति धेरै आशा छ भने हामी त मान्छे होइन हजुर, प्राणी मध्येको सर्वश्रेष्ठ प्राणी, वी आर द क्राउन अफ क्रिएसन। अब हामी निराशा हुनुपर्ने कुरा के छ र हजुर जीवनमा। आज म सुन्छु धेरै मान्छे निराशा भयो होइन, मान्छे डिप्रेसनमा गयो, एन्जाइटी भयो, हुँदा मान्छेहरूले आफ्नो जीवन लीला नै झुन्डिएर समाप्त गर्यो, सुसाइड गर्यो, यस्ता कुराहरू सुन्छु। त्यसको पछाडिको एउटै कारण भनेको आज मान्छेले सबै कुरा जान्यो तर जीवन जिउने कला जानेन के हजुर। आर्ट अफ लाइफ, जीवन जिउने कला। आज हामीले धेरै ठुला पुस्तकहरू पढ्यौँ होइन, मास्टर्स गऱ्यौँ, ब्याचलर पिएचडी गऱ्यौँ होइन, मेरो यतिवटा विषयमा मास्टर्स भन्छ आज मान्छेले, तर जीवनको बारेमा फर्किएर हेऱ्यो भने जीवनलाई चाहिँ नजिकबाट मान्छेले निहाल्नै सकेन, जीवनलाई अनुभूति नै गर्न सकेन। म विशेष गरी 60-65 वर्ष पुगिसकेका आमा बाबाहरूसँग अलिक बढी नजिकिने मन लाग्छ। मेरो सेवाको क्षेत्र पनि त्यही भयो। अनि म सडकमा रहने आमा बुवादेखि उच्च ओहदामा बसेर जीवनका अनुभवहरू सम्हालिसक्नुभएका धेरै आमा बुवाहरूसँग गफ गर्दा मैले सोधेको छु, आमा बुवा के तपाईँ आफ्नो जीवनदेखि खुसी हुनुहुन्छ? 80% भन्दा बढी बा आमाको टाउको हल्लिन्छ यसरी। अनि म सोध्छु किन खुसी हुनुहुन्न, के भयो? गाडी छ चढ्ने, घर छ, छोराछोरी नाति नातिना विदेशमा छन्, औपचारिक कार्यक्रमहरू हुँदा स्टेजमा लगेर खादामाला पनि लगाएर राखेकै देख्छु, र पनि चेहरामा किन छैन मुस्कान, किन छ ठुस्कान, के भयो? अनि धेरै बा आमाले भन्नुहुन्छ, बाबु पहिला जवानीमा जोस हुँदा होस भएन, पहिला जवानीमा जोस हुँदा होस भएन, अहिले होस त आयो जोसै छैन। अनि ती बा आमाले यसरी भावना व्यक्त गर्नुहुन्छ, जिन्दगीको गोरेटोमा जति हिँडे पनि, जिन्दगीको गोरेटोमा जति हिँडे पनि कहीँ पनि पुगिएन, बित्यो जिन्दगानी। आज बित्यो, भोलि बित्यो, सधैँ बित्यो एकै, जीवन के हो बुझिएन, कपाल फुल्यो सेतै, जीवन के हो बुझिएन, कपाल फुल्यो सेतै। यसो सोचौँ त, प्राणीहरू मध्येको सर्वश्रेष्ठ प्राणी भएर यति सुन्दर मानव जीवन पाएर पनि हामी खुसी छैनौँ, आनन्दित छैनौँ, हामी आशावादी छैनौँ भने दोष कसको हुन्छ? नदीको तीरमा बसेर प्यासी भइकन मरियो भने दोष कसको हुन्छ?
आफ्नै हुन्छ नि हजुर। र यति सुन्दर मानव जीवन प्राप्त भएर पनि मान्छेको चेहरामा मुस्कान छैन, खुसी छैन, आनन्द छैन, आशा छैन, भरोसा छैन, एकअर्काप्रति विश्वास छैन, अविश्वास लिएर बाँचिरहेका छौँ भने सायद त्यो जीवन जिउने कला नजानेको त हो नि मान्छेले। र हामी मानव सेवा आश्रमसँगै हाम्रो प्रयास भनेको पछिको दिनमा हामी मानव सेवा आश्रम जस्तो संस्था आश्रम धेरै बढ्न हुँदैन। हाम्रो ऋषिमुनिहरूले, हाम्रा अग्रजहरूले, हाम्रो संस्कृतिले हामीलाई सिकाएको त ईश्वरलाई पाउने पहिलो भर्याङ भनेको त आमा हो भनेर सिकाएको हो नि त। जन्मदिनी बाबा आमा भनेको जिउँदा भगवान हुन् भनेर सिकाएको हो नि त। कालीगढले बनाएको मूर्ति र ढुङ्गामा पनि भगवान छन् भन्ने संस्कृतिबाट हुर्किएको हो नि त हामी त। तर आज हामीलाई 9 महिना गर्भमा राखेर प्रसव पीडा सहेर यो धरतीमा ल्याउने हाम्रा जन्मदिनी बाबा आमाहरू आज हाम्रो कर्मले, हाम्रो व्यवहारले, हाम्रो आचरणले कति खुसी छन् त। त्यसै कारण हामी हाम्रो अभियानको माध्यमबाट भन्छौँ कोही जान्छन् काबा काशी, कोही चारै धाम, सबै जान्छन् काबा काशी, कोही चारै धाम, अलग निरञ्जन घरभित्रै छन्, बाहिर के को काम। अलग निरञ्जन भनेको हामीलाई जन्म दिने बामा, खुवाए खाने, बोलाए बोल्ने, हँसाए हाँस्ने त्यस्ता जिउँदा भगवानलाई छोडेर आज मान्छे काशी गए मक्का, फेरि मैले काशी गए मक्का मदिना जानु हुँदैन, मन्दिर जानु हुँदैन भनेको होइन। तर पहिलो भर्याङमै चिप्लिएर लडेपछि हामी त्यो सर्वोच्च शिखर कसरी चुम्ने हजुर? त्यो आनन्द, त्यो परमात्मा, त्यो मुक्ति भन्छौँ नि हामी। आज पहिलो भर्याङमै धेरै मान्छेहरू चिप्लिएर लडेका छन्। अनि काशी गया, मक्का मदिना, मन्दिर मस्जिद गुम्बा चर्चको कुरा त कतै मिलेन कि